आदरणीय दर्शकबिन नमस्कार। यति बेला चाहिँ तपाईँ हेरिराख्नु भएको छ खुस टेलिभिजन। यति बेला हामीले चाहिँ जो डम्बर डाङ्गी विगत 16 अक्टोबर 2025 को दिनदेखि उहाँ लापत्ता हुनुहुन्थ्यो र उहाँ चाहिँ 4 नोभेम्बर 2025 का दिन मौली जागरा जाने रोड यता रेलवे स्टेशन जाने बाटोको नेर पुल छ। पुलदेखि सामने आएर बसेको चाहिँ उहाँजना एकजना व्यक्तिले चाहिँ देख्नुभयो। देखिसकेपछि त्यो कहाँनिर रहेछ भन्ने विषयलाई चाहिँ यो भिडियो म सप्रेसन गर्नको लागि तपाईहरुमा आज आइपुगेको थिएँ र यो बाटो चाहिँ खास गरी यो हुने ठाउँ हो। तपाईले हेर्न सक्नुहुन्छ। यो चाहिँ त्यता मौली जागरा सायद यो उताबाट आउँदाखेरि कहाँ त्रिभुवन चोकबाट आउँदाखेरि कुनै बाटो पर्छ? यो हल्लो माजरा भएर सिधा मौली जागरा, हल्लो माजरा भएर मौली जागरा। खास गरी उहाँले चाहिँ देख्ने व्यक्ति चाहिँ यही नै हुनुहुन्छ। यहाँले चाहिँ बिहान गाडी साफ गर्ने बेला देख्नुभयो। खास गरी हजुरको नाम के हो भन्नुस् त? नाम रिमबहादुर डाङ्गी। ए रिमबहादुर डाङ्गी। खास गरी हजुरले बिहान जो देख्नुभयो 5 बजेतिर 4 बजे जो पनि देख्नुभयो, उहाँले तपाईले चाहिँ उहाँलाई राम्रोसँग चिन्नु भएको थियो थिएन? मैले चिनेको थिएन, मसँग उठेको छु, उले चिनेको थियो, सँगै काम गरेको। हजुर हजुर उले चिनेको हो। हजुर मैले त देखाएको छैन कहिले। ए उहाँले चाहिँ नदेखेको कारणले अर्को व्यक्तिले चिन्नु भएको रहेछ। अब चिनिसकेपछि उहाँसँग के कुरा गर्दाखेरि के भन्नुभयो? उहाँले गर्नु भएन? यस्तो हात फल्ना हान्ने यस्तो गर्न लाग्यो। त्यसपछि हामी छोडेर गयौँ। ए घर जाने भनेर जान्न भन्थ्यो। ए घर जान्न भन्नुभयो। भनिसकेपछि अब चाहिँ उहाँ हान्यो भने के गर्ने? अलिकति मेन्टल पनि भएको कारणले कहीँ हान्यो भने के गर्ने भने चाहिँ उहाँ चाहिँ डराउनु भएको छ। डराइसकेपछि अब बिहान यस्तो भिड पनि हुन्न। बिहान त्यस्तो भिड भटाको नभएको कारण चाहिँ उहाँ यतिखेर यहीँ हुनुहुन्छ। उहाँले खबर गर्नुभयो। पछि खबर गरिसकेपछि उहाँका आफन्तहरू आउनुभयो, भेट भएन। भेट नभइसकेपछि अहिले हामीलाई यो खुस टेलिभिजनमा यो पत्रकार सम्मेलन गर्नको लागि तपाईँ पुग्नु पर्यो भनेर चाहिँ तपाईँहरूले भनिसकेपछि हामी चाहिँ यहाँ पुगेका छौँ। र खास गरी यहाँ यो बाटो चाहिँ मौली जागरा चण्डीगढ जाने बाटो हो। यतिखेर रातिको समयमा त्यति क्लियर त आएको छैन, त्यही पनि तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँको चाहिँ यो ग्यास एजेन्सी रहेछ। ग्यास एजेन्सीमा सिसिटिभी क्यामेरा लागेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँको क्यामेरा फुटेज चेक गरेपछि केही थाहा हुन्थ्यो कि भन्ने चाहिँ हामीलाई चाहिँ लागेको। खास गरी यो ग्यास एजेन्सीको नाम के रहेछ? क्यापिटल ग्यास एजेन्सी। क्यापिटल ग्यास एजेन्सी। यहाँको ठ्याक्कै लोकेसन को के पर्छ भन्नुहोस् त? मौली जागरा विकासनगर। मौली जागरा विकासनगर भन्ने ठाउँमा चाहिँ यो इन्डियन ग्यास एजेन्सी रहेछ। यहाँनिर चाहिँ हामीले प्रत्यक्ष प्रसारणको लागि गरिरहेका छौँ। यहाँ खास गरी हामीले बुझ्दाखेरि भित्र मालिकहरू बुझ्दाखेरि सिसिटिभी क्यामेराको पासवर्ड हामीलाई चाहिँ थाहा छैन। चलाउने मान्छे चाहिँ 12 तारिकभन्दा पछि नै आउँछ भनेर चाहिँ खबर आएको छ। त्यस कारणले हामीले चाहिँ यति अपिल छ कि यहाँ जान पहिचान भएको पुलिस प्रशासनद्वारा नै हामीले चाहिँ यो सिसिटिभी क्यामेरा फुटेज चाहिँ चेक गर्ने माग गरेका छौँ। र यो भिडियो हेर्दै राख्नु होला, किनभने जबसम्म मान्छे भेटिने छैन तबसम्म हामी चाहिँ यो खोजी कार्यलाई अगाडि नै बढाउने छौँ भन्दै अब अहिले चाहिँ मैले यो भिडियो भेरिफिकेसन गर्न गइसकेको छु। अब यहाँनिर आएर फेरि पनि हामीले चाहिँ खोज तलास गरेनछौँ भन्दै अहिले चाहिँ यहीँबाट बिदा हुन्छौँ। हस्त, धन्यवाद।